तारे यार हाम्रो भएर होइन हेरिला ल हाम्रो रायन ब्लगसँग नि भेट भयो हेलो 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 के भन्नुहुन्छ यहाँ चाहिँ पुरा होइन चस्मा झऱ्यो भाइ ओ भाइ ऊ चस्मा तपाईँको फोकस त गर्नु पर्यो नि बहिनीहरूको हाम्रो नानाजीले यहाँ बल हान्दैछ तट गिलास लडाउनु पर्ने नानी दाइ भन्नु पर्यो फेरि नानी दाइ सही जान्छ नि फेरि मेरो फेरि एउटा हानेर 100 रुपियाँ क्लासमै हो यो त भएन नि त साथीहरूले यार यो के काम हो यस्तो यार सिन्धुवाङले हान्दैछ होइन लडाएन हाम्रो सिन्धुले नि होइन यहाँ चाहिँ पुरा होइन करण दाइ हेरौँ त यस्तो हो नि त नि लिम्बू कल्चर भनेको होइन यो मेलालाई भव्य एकदमै बबाल भइरहेको छ हामी चाहिँ अहिले चाहिँ मेलामा रामनवमी मेला कि कुन मेला आएको छ हामी चाहिँ यहाँ चट साथीहरू होइन यहाँ मेला चाहिँ एकदम ठुलो उठिरहेको रहेछ हामी चाहिँ तल बेमा झरेको थियौँ बेमा यसो बेमा झरेर यता मेलामा आउने पनि साथीहरूले यसो मेला जाउँ भनेर मेलामा आएको हालत त्यस्तो छ होइन हिलो खुट्टा सबैको एकदम बिजोक अवस्थाले मेरो फोनमा नि कसरी डाटा अन जोडेको डाटा छ ल यहाँ हेर्नु त मेलामा चाहिँ ठुलो साथीहरू चाहिँ यहाँ जाँदैछन् होइन अहिले मेलामा एकदम बबाल भइरहेछ यो मेलामा के गर्नुभएको छ तपाईँहरूले सबैले कमेन्ट गरिदिनु होला मेरो च्यानललाई सपोर्ट गरिदिनु होला चाहिँ यहाँ चट यहाँ चाहिँ कभर हल यहाँ ब्याडमिन्टन गेम पनि हुँदैछ यता चाहिँ फुटबल ग्राउन्डतिर लाग्दैछौँ आज चाहिँ गेम छैन कन्सर्ट छ अब कन्सर्ट कस्तो बनाइरहेको छ हामी चाहिँ तपाईँहरूले देखाउन गइरहेको छु यहाँ चाहिँ कति राम्री बहिनीहरू आइरहेको रहेछ मेलामा ल हामी चाहिँ यहाँ दाइरोमा चाहिँ यहाँ चिल पाराले हिँडिरहेको छौँ होइन हाम्रो दाइ हिँड्दै पनि हिँड्दै हजुर के भन्नुहुन्छ अब हाम्रो पछाडि भयो भने यहाँ हाम्रो भाइहरू ल बिरुवाङ भ्लगलाई सपोर्ट गरिदिनु पऱ्यो 2082 सालको चाहिँ यो सुरुवात हो हाम्रो यस्तै रमाइलो तरिकाले बितिरहेको छ 82 साल चाहिँ हाम्रो टोली आदि पछाडि छन् होइन आदि चाहिँ अगाडि हिँडिरहेछन् आज मौसम पनि एकदम बबाल चिल पाराले होइन हरियाली छ सल्लाहहरू होइन जाँगर देखाएर बसिरहेछन् भनौँ न दाजु अरू दाजु भनौँ 5 मिनटको भ्लग त हाल्नु पऱ्यो नि नातिहरू लिएर सोल्टी कतिखेर हो नि ल हाम्रो रायन ब्लगसँग नि भेट भयो हेलो हेलो के भन्नुहुन्छ ब्लगमा आएर हेमसम भयो के हो नि आज त हेमसम भएर आउनु मेलामा ल नै नभेट्नुपर्छ यहाँ मेलामा आउनुको लागि चाहिँ अटोको सुविधा पनि छ यहाँ अटोहरू होइन हाम्रो दाइहरू
चर्चा यस्तो भिडियो यस्तै छ हाम्रो मेलाको घुमघाम चाहिँ फर्किनु पर्ने नै हुन्छ अब टाइम पनि अब त्यति धेरै छैन हामी चाहिँ फर्किनु पर्ने हुन्छ होइन अब हामी त्यो तपाईँले देखाइरहेको छु आधीदेखि हामी चाहिँ आएको खासमा चाहिँ हामी चाहिँ बिहे खान आएको क्या बिहेमा आएको हामी चाहिँ टक्क साथीहरूसँग फेरि मेला जाउँ भनेको थिएँ हामी साथीहरू टोलीहरू सबैले जाउँ भन्दाखेरि चाहिँ अब हिँड्नु पऱ्यो होइन अब रमाइलो पनि हो अब नयाँ वर्षको सुरुवात रमाइलो बितिरहेछ नाइटमा नि बस्ने रहर त लाग्छ होइन र नाइटमा चाहिँ बस्दैन होला कन्सर्टमा चाहिँ एकदम टाढा प्लान गर्दै हुन्छ होइन अब नाइटमा अब हामीदेखि यहाँदेखि लगभग 2 घन्टा लाग्छ नि त अहिले र आज दिउँसो पानी परेर हिलोमा आएको एकदम बिजुङ तरिकाले आएको होइन अब चाहिँ हामी चाहिँ अन्डरग्राउन्ड पुगेर यसो हेरेर हामी चाहिँ फर्किनु पर्ने हुन्छ ए बहिनीहरू नि रहेछ हेलो बहिनीहरू ल युट्युब च्यानलले सब्सक्राइब गर्नुपर्ने हुन्छ है ल यहाँ यता हेरौँ न हेलो भनिदिनु न यहाँ मेरो सपोर्टरै छैन नि त दुःख लागिरहेको छ यहाँ हाम्रो बहिनीहरू आउँदै हुन्छ हेलो भन्नु न बोल्नुहरू के साह्रो बिन्दासमा हिँडेको हो त फेरि यार यस्तो क्यामेरा तन्किरहेछ होइन हेलो आयो केही पनि छैन म दुःख लागिरहेछ के यस्तो हेप्पी के मलाई हेप्पी जस्तो भयो नि त फिल यस्तो च्यानलले पुरा होइन उयो राम्रै कान्छीले चाहिँ निकाल्नु न ज्याकेट लाउनु चाहिँ अब यस्तो बहिनीहरूले जिस्काइदिएको क्या के भन्दो रहेछन् भनेर होइन अब रमाइलो पनि गर्नु पऱ्यो नि त यसो च्यानलमा होइन साथीभाइले देखाउनु पऱ्यो मेलामा के कस्तो छन् होइन कति आइरहेछन् होइन राम्रो हेन्समहरू हालेको छ त्यस मलाई चाहिँ एकदम सेटिस्फाइस भयो क्या एकदम खुसी एकदम मनै खुसी भएर लागेको छ मेलामा आएर हामी पनि होइन यस्तो एकदम मार भन्दाखेरि अब यस्तो नेगेटिभ नलिउँ जस रमाइलो खोज्ने आएको हामी रमाइलो गर्न आएको एकदम हाम्रो फेरि भाउजूले थाहा पायो भने होइन फेरि दाजुले चाहिँ दामी व्यवस्था गर्ने भ्लग बनाउनु चाहिँ एकदम गाह्रो हुँदो रहेछ होइन 3-4 मिनट पनि अब क्यामेरा तन्काउन सकिँदैन क्या फोनमाथि राख्नु भ्लगरहरूले कसरी भ्लग बनाउँदो रहेछ भनेर मलाई नै अब कसरी भ्लग चाहिँ बनाउँदो रहेछ भनेर मलाई नै गर्न सकिरहेको छैन क्या त्यस्तो गर्दो रहेछ तन्काउने कोसिस गरिरहेको छु भ्लग बनाउनु कोसिस गरिरहेको छु ग्राउन्डतिर आइपुग्यो भोलि चाहिँ फाइनल छ भोलि फाइनलमा त आउन पाइँदैन होला र नि अब यहाँ चाहिँ के कस्तो हुँदैछ भनेर हामी चाहिँ भ्लग बनाइरहेको छौँ तपाईँहरू यो मेलामा को आउनुभयो को आउनु भएको छैन होइन कमेन्ट पनि गरिदिनु होला यसो सपोर्ट गरिदिनु होला यहाँ हाम्रो नाति पनि रेडी भएर बसिरहेको रहेछ नि त ल आमा यस्तो तोपे छ हो आमा दिल पाराले ओहो नाति कतिखेर आयो हो ल सँगै फर्किनु पर्ने हुन्छ हाम्रो नाति नि आमा यस्तो छ अब चाहिँ हामी चाहिँ अब विद्यालय क्षेत्रमा यो विद्यालय नमुना पनि हो 5 थरी एक मात्र नमुना स्कुल पनि हो यो एक मात्र नभनौँ होइन नमुना त 2-3 वटा छ नमुना स्कुल र पनि एक नमुना स्कुलमा यो स्कुल पनि पर्दछ एकदम चाहिँ स्कुल चाहिँ एकदम दामी रहेछ यहाँ अब अस्ति योभन्दा अगाडि यो स्कुल बनेको थिएन धेरै अगाडि चाहिँ आइएको थियो एकचोटि होइन अब यसपालि नि आइपुग्यो अब त्यो साथीहरूसँग एकदमै उताबाट घुम्नुपर्ने हामी चाहिँ सर्टकट बाटो आइयो स्कुल चाहिँ बबाल रहेछ स्कुल चाहिँ तपाईँ होइन श्री सिद्ध देवी माध्यमिक विद्यालय फाल्गुनन्द 1 नवमी भागा उम्लाबुङ 5 थर भनेर कुरा छ यहाँ चाहिँ स्कुल चाहिँ यहाँ हो होइन यता हो अनि साथीहरू सबै यता लाग्यो नि त हो ल साथीहरू चाहिँ यता सबै गइरहेछन्
थियो हामी चाहिँ ल कस्तो हामी चाहिँ ग्राउन्डतर्फ लाग्यो अब यहाँ चाहिँ होइन प्रवेशद्वार पुरा टिनले बारिरहेको रहेछ अहिले चाहिँ खुल्ला छ के दियोस् आज कन्सर्ट भइरहेछ कन्सर्टमा टिकट पनि तिर्नुपर्ने हो कि खोइ बुझ्नुपर्ने छ यहाँ चाहिँ कन्सर्ट चाहिँ बब्बाल हुने रहेछ होइन डिजे साउन्ड चाहिँ बब्बाल रहेछ यहाँ राष्ट्रिय रनिङ फिल्ड पनि भएको थियो यहाँ ग्राउन्ड चाहिँ दियोस् दामी छ आमामा ल बब्बाल चिलपाडामा ग्राउन्ड आइपुग्यो ग्राउन्ड आइपुग्यो मेलाको भिडियो बनाइरहेको साथी हाम्रो दाइहरू भतिजहरू जस्तो हाम्रो टोली हाम्रो ग्रुपहरू बब्बाल भइरहेको छ यहाँ चाहिँ सही मौसम पनि बब्बाल भइरहेछ भर्खरै हामी चाहिँ ग्राउन्डतिर जाउँ भनेको होइन कहाँबाट घुम्नु पर्दो रहेछ नि त थाहा नै थिएन हामीलाई यहाँबाट चाहिँ जानुपर्ने रहेछ अब गइरौँ न साथीहरू पर्खिनु कि जानु हो होइन यहाँ चाहिँ फाल्गुन अन्त 1 पर्छ ल ओहो बिस्तारै बिस्तारै तिम्रो भएर होइन यस्तो होइन भएर चाहिँ अब बिस्तारै कस्तो कोल्टी ठाउँमा परेछ नि त भाइ त्यही भएर लडी गयो आमा हाम्रो बहिनीहरू ल है भनिदिनु नि है यहाँ चाहिँ होइन यस्तै हो होइन कन्टेन्ट आएको होइन एउटा चाहिँ पुरै कन्टेन्ट भयो जस्तै हो क्या कन्टेन्ट जस्तै भयो क्या अब अचानक अब भएर हुँदै थियो अब अलिक अप्ठ्यारो ठाउँमा होइन बाइक अग्लो थियो नि त त्यही भएर लडिहाल्यो क्या अब उनीहरू चाबी बन्द गरेर अन गर्नुपर्ने अब के गर्नु भएर नयाँ नयाँ रहेछन् होइन यहाँ चाहिँ उता चाहिँ अब के भन्छ पारी चाहिँ फिल्म जाने उता चाहिँ पारी चाहिँ यो पारी चाहिँ के यो पारी चाहिँ चोकमागो के भन्छ होला होइन चोकमागो हो यता चाहिँ यो हिँडिराखेको साइड चाहिँ फिल्म नगरपालिका भेट्छ यो डाँडादेखि उता चाहिँ यो डाँडा उता चाहिँ फाल्गुनमा भेट्छ यस्तै छ फाल्गुनमा बिच बनिरहेको छ यहाँ पनि अब यहाँ जब बिच बनिसकेपछि चाहिँ बबाल हुन्छ क्या बबाल अनि चाहिँ यहाँ राइड गर्न मजा आउँछ राइड गर्नुको मजै आज चाहिँ लगभग हामी चाहिँ 10-15जना जति आएको छौँ मेलामा त्यस आज चाहिँ खुसी भइरहेको छ त्यस यस्तै छ है